नमस्कार, म कमला याखा हो। राम्रै छ यसरी शिविरहरू। अब हाम्रो गाउँघरको मान्छेहरू टाढो गएर के सेवा लिनु सकिँदैन भने अब यहाँ आफ्नो गाउँघरमा यसो टोलमा स्वास्थ्य चौकीबाट खटाएर आउनु भएको छ। उहाँहरूले राम्रै अब सेवा सुविधा दिनु भएको छ। यतिको सेवा सुविधा फेरि अरू रोगको पनि सेवा सुविधाका लागि यसरी आइदिए झन् हामीलाई झन् खुसी हुन्छौँ, सहज हुन्छ। जाने इच्छा भएर पनि अब नसक्ने खालको अब स्थिति भएको अब यस्तो दिदी बहिनी दाजुभाइहरू पनि आउनुभयो। उहाँहरूको अब रोग सम्बन्धी सबै अब उहाँहरूलाई पनि रोगको के परिणामहरू आयो नि त, उनीहरूले सुन्नु पायो। त्यसले गर्दा उनीहरू पनि धेरै खुसी हुनुहुन्छ। अझ अब वर्ष नभएर 6 महिना 3 महिना गरेर आयो भने झन् अब सबै रोगबाट बच्न सकिन्छ, आफ्नो रोग आफैले थाहा पाउन सकिन्छ भन्ने लागेको छ। आज जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र साँगुरीगढी गाउँपालिकाको प्रायोजनमा ख्वापोक स्वास्थ्य चौकीको संयोजनमा साँगुरीगढी 3 याङलीखाममा नसर्ने रोग अन्तर्गतको बिरामीहरूको चेक जाँच गर्ने काम सम्पन्न भएको छ, जसका लागि सम्पूर्ण स्वास्थ्य कार्यालय धनकुटा, साँगुरीगढी पालिका र ख्वापोक स्वास्थ्य चौकीलाई धेरै धेरै धन्यवाद छ। यसरी आज बृहत रूपमा नै भन्नुपर्छ, बिहानैदेखि साँगुरीगढी 3 याङलीखामका जो 30 वर्ष माथिका यहाँका चाहिँ जनताहरू आएर यहाँ अविच्छिन्न हिसाबले स्वास्थ्य चेक गरिरहनु भएको छ। केही यस्ता रोगहरू हुन्छन् कि मानिसहरू गाउँमै बसिराखेका शारीरिक पीडा भइराखे तापनि धरानमा गएर या कुनै पनि हस्पिटलमा गएर चेक गर्न नसकिराखेका अवस्थामा यसरी गाउँघरमै आएर जुन सरकारले यसरी चाहिँ बिरामीहरूको जनताहरूको चाहिँ रोगहरूलाई पहिचान गर्नका लागि यो कार्यक्रम जुन आयोजना गर्यो, यसले चाहिँ केही जना बिरामीहरू पहिचान पनि भएको छ जस्तो लागेको छ। यसले गर्दाखेरि यसले चाहिँ गाउँमा रहेका दीर्घ रोगीहरू, गाउँमा रहेका चाहिँ थाहा नपाइएका चाहिँ बिरामीहरूलाई चाहिँ पत्ता लगाएर गाउँलाई चाहिँ एउटा स्वास्थ्य गाउँ बनाउनमा एकदमै राम्रो भूमिका खेल्नेछ जस्तो चाहिँ मलाई लागेको छ। धेरै नै खुसी लागेको छ। एकदमै महत्त्वपूर्ण भूमिका खेलेको नै छ र खेल्ने पनि छ। यस्ता किसिमको चाहिँ कार्यक्रमहरूले कति बिरामीहरू चाहिँ आफ्नो शरीरका कुनै पार्ट्सहरू दुखिराखेको हुन्छ, तर पनि सामान्यतया अब कुनै कारणले होला भन्दा यसो चाहिँ त्यतिकै दिनहरू व्यतीत गरिराखेका हुन्छन्, तर भित्रभित्रै रोगहरूले आफ्ना बिरामीको शरीरलाई चाहिँ छिया पारिसकेको अवस्थाका धेरै बिरामीहरू हामी देखेका छौँ। त्यसैले ती लुकाइराखेका रोगहरूलाई पनि यहाँ पत्ता लाग्नेछ यस्ता चाहिँ कार्यक्रमहरूले। आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू चाहिँ हामी अपेक्षा राख्दछौँ। धेरै धेरै चाहिँ धन्यवाद छ स्वास्थ्य चौकी ख्वापोकलाई र सम्पूर्ण दाताहरूप्रति। नमस्कार, म बिर्खालिङका साँगुरीगढी 3 याङलीखाम। आजको स्वास्थ्य परीक्षण नसर्ने रोग सम्बन्धी नेपाल सरकारबाट सबै रोगहरूको बारेमा चाहिँ अब चेक जाँच गर्न हामी धेरै टाढो जानु पर्थ्यो र अहिले आफ्नै घर अङ्गनमा आफ्नै उहाँहरू आएर चाहिँ हामीले यो सेवा दिँदाखेरि मन लागत गाउँवासीहरू सबै धेरै खुसी छौँ। आज मेरो पिसाब चेकहरू गर्दाखेरि चाहिँ अब मेरो यो किडनीहरू बारे, सुगर प्रेसरहरू बारे, वेटहरू अनि मेरो हाइटहरू यो सबै मैले चाहिँ अब चेक गर्न पाउँदाखेरि चाहिँ मैले चाहिँ धनकुटा अथवा घोपाकेमतिर गएर सेवा सुविधा लिनुपर्ने चाहिँ आफ्नो गाउँ घरमा पाउँदाखेरि धेरै म खुसी छु। हाम्रो के छ भन्दाखेरि धनकुटा जिल्लाले चाहिँ यो चैत महिनाभरि नै नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना अभिवृद्धि कार्यक्रम अगाडि बढाउनु भएको छ र विभिन्न स्थानीय तहहरूले पनि गर्दाखेरि साँगुरीगढी गाउँपालिकाले नि यो चैत महिनाभरि गर्दैछौँ, जसमध्ये हामी ख्वापोक स्वास्थ्य चौकीबाट चाहिँ आएका छौँ। र यो स्क्रिनिङ र जनचेतना अभिवृद्धि कार्यक्रमको उद्देश्य मेनली गरेर नसर्ने रोगहरू भनेको डाइरेक्ट सिम्टम लिएर आउने कुनै रोग होइन, समाजमा लुप्त रहेको रोगहरू हो। जस्तै मधुमेह, प्रेसरको बिरामीहरू भयो, किडनी समस्याहरू, यी कुराहरू भनेको चाहिँ अगाडि नै जाँच गर्दाखेरि थाहा हुन्छ। यो नसर्ने रोगहरू भनेको चाहिँ लुप्त रहेको रोगहरू भयो समाजमा, जो चाहिँ बाहिरी तरिकाले देखिँदैन तर उहाँहरूमा चाहिँ रोग रहिरहेको हुन्छ र यो रोगहरूलाई नै हामीले डायग्नोस गर्नका लागि चाहिँ यो स्क्रिनिङ कार्यक्रम ल्याएका हौँ। हामीले लगभग आजसम्म 5वटा स्थानमा गरिसकेका छौँ र 5वटा ठाउँमा गर्दाखेरि सबैभन्दा बढी देखिएको चाहिँ प्रेसरको बिरामी, हामी हाइपरटेन्सन भन्छौँ, त्यो देखिएको छ। साथै ओबेसिटी र ओभरवेटको कुरा आएको छ। अब यसलाई रोकथाम गर्नका लागि चाहिँ मेनली भनेको प्रेसरको जो बिरामी देखिएको छ हामीले उहाँहरूलाई परामर्श
परामर्श पनि दिइसकेका छौँ। एकपटक उहाँहरूको फेरि किडनी, मुटु, कलेजोहरू केही जाँच गरेर चाहिँ उहाँहरूले औषधि सेवन गर्नुपर्ने छ भन्नुभयो भने डाक्टरहरूले त्यो अनुसार अगाडि बढेर भविष्यमा भवितव्य केही दुर्घटना नहोस् भनेर उहाँहरूलाई हामीले परामर्श गरेका छौँ। र ओबेसिटीको कुरामा चाहिँ हामीले उहाँहरूलाई एक्सर्साइजको बारेमा, थोरै खानपिनको बारेमा पनि परामर्श दिएका छौँ। नेपाल सरकारले चाहिँ यसलाई प्रत्येक वर्ष चाहिँ के गर्दैछ भन्दाखेरि फागुन महिनालाई नसर्ने रोग सम्बन्धी स्क्रिनिङ गर्ने भनेर त्यो महिना नै छुट्याएको छ। र अकस्मात हाम्रो चाहिँ फागुनमा यसपालि चाहिँ नभएर चैततिर परेको छ र यो निरन्तरता चाहिँ हुन्छ। प्रत्येक के छ भन्दाखेरि वर्षमा 1 महिना मात्र भन्ने कुरा छ। तर हाम्रो साँगुरीगढी गाउँपालिकाले चाहिँ के पनि गरेको छौँ भन्दाखेरि 60 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सेवा सुविधा पुगोस् भनेर ज्येष्ठ नागरिक घर दैलो कार्यक्रम नै गरेका छौँ। त्यहीबाट हामीले चाहिँ सेवाहरू दिँदै आएका छौँ र यो निरन्तरता नै रहन्छ।